मर्निङ साथीहरू। हामी अब हेटौँडादेखि चितवनसम्मको सुन्दर यात्रा गर्दैछौँ। यो चाहिँ राप्ती रिभर हेटौँडा। यहाँहरू कहाँबाट हेर्दै हुनुहुन्छ? हाम्रो पहाडबाट हेर्दै हुनुहुन्छ होला कतिपय मेरा दोलखाली साथीहरू हुनुहुन्छ, कति काठमाडौँका साथीहरू हुनुहुन्छ। हेर्नुहोस्, हामी हेटौँडाबाट यो इबीमा यो सार्वजनिक यातायात मार्फत म ट्राभल गर्दैछु। यो ठाउँहरू यहाँहरूले घुम्नु भएको छ भने पनि एकचोटि अवलोकन गर्न सक्नुहुन्छ मेरो साथमा। यदि घुम्नु भएको छैन भने पनि यहाँहरूले चाहिँ यस भिडियो मार्फत अवलोकन गर्न सक्नुहुन्छ। कतिपय मेरा माथि दोलखाका साथीभाइ, कतिपय यता सुदूरपश्चिम डडेलधुरा बैतडीदेखि माथिका साथीभाइहरू हुनुहुन्छ। काठमाडौँतिरका हुनुहोला, कति धरानतिरका हुनुहोला। हेर्नुहोस्, हामी यो छोटो दूरी छ, लगभग 77देखि 80 किलोमिटर हेटौँडादेखि यहाँहरूको चितवनको यात्रा चाहिँ म प्राय शनिबार र आइतबार, पहिला शुक्रबार र शनिबार जान्थेँ। अहिले शनिबार र आइतबार 2 दिन चाहिँ मेरो क्लिनिक आरोग्य डेन्टल हेटौँडामा भएको हुनाले आरोग्यसम्म जाने मेरो नियमित रुटिन रहन्छ। सोही क्रममा आज गएर यो अलि पहिलाको भिडियो गएर फर्किँदैछु म। यसरी यो हामी यात्रा गर्दै आउँदा अब लगभग यो मनरीतिर पुग्ने बेला हो। यहाँहरूले देख्न सक्नुहुन्छ यो मनरी पुगिसक्यौँ हामी। मनरी पुल देख्न सक्नुहुन्छ। यो मनरी खोला हेर्नुहोस्, अलिकति साउनको महिना, भेल पनि आएको छ, भेल उर्लेको छ, नदी अलि धमिलो छ। तपाईँहरूले अब अलिकति हिउँदको बेलामा भए कञ्चन निलो पानी देख्न सक्नुहुन्थ्यो। अब यो मनरी कटिसकेपछि अब अलिकति अगाडि बढ्दाखेरि हामीले यस्तो बाटो देख्न सक्छौँ। मनरी चाहिँ अलिकति यो सुन्दर खेतीयोग्य फाँट जस्तो पनि लाग्छ मलाई। अलि तल बजार त बजार भइहाल्यो। हामीले फाँट देख्न सक्छौँ। यहाँहरूले राम्रा घरहरू बनेका छन्, देख्न सकिन्छ। यति सुन्दर घरहरू छ। तपाईँको खेतहरू देखिराख्नु भएको छ यहाँहरूले। खेतहरू, खेतका फाँटहरू हुन् नि। अब धान रोपिन्छन्, बेलामा मकै गहुँ यहाँ लटरम्ब निकै लोभलाग्दो देखिन्छ। अहिले चाहिँ धान रोप्नको लागि यहाँ खेत जोतेर पानी लगाएर राखेको अवस्था देख्न सक्छौँ हामी। केही महिनापछि यहाँ हरियाली धानहरू, अनि धान पाकेपछि यहाँ पहेँलपुर धानको बाला झुलेको चाहिँ हामीले देख्न सक्छौँ। हामी के ट्रकहरूलाई ओभरटेक गर्दै अगाडि बढिरहेको अवस्था छ। मनरीदेखि यो लोथरसम्मको एरिया चाहिँ अलिकति तपाईँको चिस्यान एरिया पनि हो। अलिकति जङ्गलको पासमा रहेको छ, जङ्गलको नजिक रहेको छ यो क्षेत्र। हामीले हेर्न सक्छौँ। यो सुन्दर लाग्छ यो ठाउँ मलाई। प्राकृतिकको सामिप्यतासँग रहन्छ यो। गाडी निरन्तर अगाडि बढिरहेको छ। बेलुकाको समय छ। आज दिनभरि ठुलो पानी परेर अहिले केही विश्राम लिएको अवस्था छ। त्यसपछि हामी यात्रामा छौँ निरन्तर। यहाँ साइडमा निकै सुन्दर हरियाली झाडीहरू, जङ्गलहरू देख्न सक्नुहुन्छ। यहाँ तपाईँको धेरै अट्टहास खडेरी परेको बेलामा पनि यो सिमसार क्षेत्रमा चाहिँ मैले विन्टरमा पनि मैले हेरेको थिएँ। माघ फागुनको सुक्खा याममा नि हेरेको थिएँ। कलकलाउँदो पानी चाहिँ यहाँ बग्ने गर्छ यो भित्र, यो तपाईँको झाडीहरूभित्र, यो रुखहरूभित्र, वृक्षहरूभित्र। त्यो निकै सुन्दर दृश्य देख्न सक्छौँ हामीले। यहाँ देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ गाडीहरू धुनलाई यसरी पानीहरू चाहिँ व्यवस्थित गरेर राखिएको छ। धेरै गाडी भन्दा पनि ट्रकहरू चाहिँ यस्तो ठाउँमा आएर विश्राम लिने, त्यसलाई चाहिँ धुने, खाजाहरू खाने ड्राइभरहरूले गर्नुहुन्छ। यो फाँटहरू सुन्दर छन्। तल गाउँहरू फाँटहरू देख्न सक्नुहुन्छ। खेती पनि गरिएको छ। घरहरू, पक्की घरहरू बनेका छन्। यस्तो ठाउँमा बस्दाखेरि दुईटा फाइदा हुन्छ। एउटा पर्यावरण रूपमा यहाँहरूले आफ्नै अर्ग्यानिक खेतीपाती गरेर अर्ग्यानिक फलफुल तरकारी खानेकुरा खान सकिन्छ। अर्को भनेको स्वच्छ हावापानी, खुल्ला प्रकृतिमा चाहिँ बाँच्न सकिन्छ।
जो हामी प्रकृतिबाटै आएको प्रजाति भएको हुनाले जति नै जे भए पनि हामीलाई बोट बिरुवा रुख जुन चाहिँ हरियाली छ त्यसको नजिक हुन पाउँदा त्यससँगै लुकमारी खेल्दै जीवनलाई अगाडि बढाउन पाउँदा निकै खुसी लाग्छ। बाटोको साइडकै साना साना छाप्रा जस्ता चिया पसलहरू, माटोको चुलोमा दाउरामा चिया पकाइन्छ यस्तो ठाउँमा चियाको चुस्कीहरू लिँदा, खाजाहरू खाँदा, त्यहाँ पकाइएका आलु चपहरू खाँदा निकै एउटा भनौँ न आनन्द अनुभूति हुन्छ। देख्न सक्नुहुन्छ यहाँ गाउँहरू, यहाँका सुन्दर बस्तीहरू, यहाँ पातलो पातलो बस्तीहरू छन्, पक्की घरहरू छन्, अनि केराहरू रोपेका बगैँचाहरू देख्न सक्नुहुन्छ। गाई पालन, पशुपालन, आहा खेत धान रोपिसकेको अवस्था छ यहाँ, यहाँहरूले देख्न सक्नुहुन्छ। यस्तो सुन्दर यात्रा गर्दै हामी चितवनतिर लागिरहेका छौँ। यो ट्रकहरू बाटोमा आइसकेपछि ट्रकले निकै दुःख दिन्छ हामीलाई। प्राय यो ट्रकलाई ओभरटेक गरेर जाँदाखेरि दुःख दिन्छ इन द सेन्स अब बाटो हामी त्यसलाई चाहिँ ओभरटेक गरेर जान अलिकति हामीलाई मेहनत लाग्छ, किनभने 2-3टा ट्रकहरू सँगै भयो भने अलिक गाह्रो हुन्छ त्यसलाई ओभरटेक लिन पनि। बाटो साँघुरै छ, नेपालको बाटो वृद्धि हुने क्रम जारी छ, तर अहिले ठुलो भइसकेको अवस्था छैन त्यस्तो। सोही अवस्थामा हामी हिँड्दै जाँदाखेरि यस्तो अवलोकन गर्दै अघि बढ्न सकिन्छ। देख्न सक्नुहुन्छ यहाँहरूले यहाँ खुल्ला फाँट छ। यस्तोमा आफ्नै भेहिकल, मोटरसाइकल, गाडीमा आनन्दसँग हिँडेको बेलामा चाहिँ हामीहरू यहाँ झर्न पनि सक्छौँ। झरेर यो ठाउँमा फोटो खिच्ने, भिडियो खिच्ने गर्न सकिन्छ। त्यस्तो खालको सुन्दर ठाउँहरू छन् यहाँ। आजकल अब धेरै घरहरू बन्ने, पपुलेसनहरू बढ्दै गइरहेको अवस्थामा चाहिँ अब यस्ता खाली ठाउँहरू पनि बिल्कुल धेरै महत्त्वपूर्ण हुँदै आएका छन्। खाली ठाउँहरू देख्ने, भेट्ने क्रमहरू निकै कम हुन्छ। यो राम्रो पेट्रोल पम्प छ यो लोथरको छेउमा, नयाँ पेट्रोल पम्प बनेको निकै व्यवस्थित छ। यहाँ खुल्ला आराम गर्ने ठाउँहरू, खाजा खाने ठाउँ, अब खुल्ला सार्वजनिक शौचालय पनि निकै व्यवस्थित छ यो लोथरको नजिक। लोथर चाहिँ मैले चिनेको भनेको आगोमा पकाएका खानाहरू खाने, लोकल कुखुराको मासु, त्यसै गरी भातहरू खाने अनि माछाहरू खानेदेखि लिएर यहाँ सेलरोटी लगायत खाजा पनि खानको लागि फेमस छ। पहिलोचोटि 10-12 वर्ष अगाडि डाक्टर अनिल कार्कीसँग म चाहिँ हेटौँडा गएको थिएँ उहाँको मोटरसाइकलमा बसेर। त्यो बखतमा यहाँनिर चाहिँ लोकल कुखुराको मासु भात खाएको मलाई सम्झना छ। यद्यपि त्यति बेला मैले मासु त्यति बेला त्यति नखाने भएको हुनाले मैले चाहिँ खाइनँ त्यो बेला, तथापि उहाँले खानुभएको मलाई सम्झना छ। त्यसरी सम्झिन्छु मैले लोथरलाई। यसरी अघि बढ्ने क्रममा हामी अगाडि जाँदैछौँ। लोथर हामीले पास गरिसकेका छौँ। यसरी अब भण्डारातिर यात्रा अघि बढ्दैछ। कैयौँ घरहरू, कैयौँ खुल्ला ठाउँहरू, खेतहरू, फाँटहरू हामी देख्न सक्छौँ। यता पनि निकै सुन्दर ठाउँहरू छ। यी सुन्दर ठाउँहरूमा यी सुन्दर हुँदाहुँदै हामी त अन्तिममा पार गरेर यो टिकौलीको जङ्गल छेउको यो भिडियो हेर्न सक्छौँ। अब यो चाहिँ चितवन पुगिसकेपछिको त्यहाँ आवासबाट, निवासबाट चाहिँ देखिएको एउटा बेलुका बेलुका पानी परेको दृश्य केही दिन अगाडि मैले कैद गरेको थिएँ, लाइभमा पनि मैले हालेको थिएँ। त्यसैलाई चाहिँ हामीले यहाँबाट देख्न सक्छौँ आदरणीय साथीहरू। यो यात्रामा मेरा गन्थन मन्थन सुन्दै तपाईहरू सहभागी भइदिनु भयो। तपाईहरूले यो यात्रालाई चाहिँ साथ दिनुभयो, त्यसको लागि धन्यवाद। तपाईहरूलाई कस्तो लाग्यो यो हाम्रो यात्रा, यो हाम्रो
जुन दृश्यहरू हामीले देखायौँ, बाटाका हरियालीहरू, बाटाका चाहिँ विभिन्न किसिमका प्राकृतिक मनमोहक दृश्यहरू यहाँहरूलाई कस्तो लाग्यो? हेटौँडाको राप्ती रिभरदेखि यहाँहरूले देख्नुभयो हामी बिस्तार बिस्तार रजैया हुँदै अलि अगाडि बढेर मनरीबाट बिस्तारै अगाडि लोथर, त्यसपछि भण्डारा, त्यसै गरी पर्साका फाँटहरू हुँदै टिकौलीको जङ्गल पार गरेर चितवनको यो झरीमय साँझको एउटा तस्बिर हामीले हेरिसकेका छौँ। यो सुन्दर छ। यहाँहरूलाई धन्यवाद छ। जीवन एउटा यात्रा हो भने जस्तै गरी यो निरन्तर चलिरहन्छ यो यात्राहरू। यहाँहरू पनि यस्तै यात्रामा सहभागी हुनुहोस्, रहनुहोस्, रमाउनुहोस्। यहाँहरूको दिन, यहाँहरूको जीवन सबै सुखमय रहोस्। सबैजनालाई हार्दिक धन्यवाद। नमस्कार।